के हजुरहरू पनि कन्टेन्ट क्रिएसन जर्नी सुरु गर्न चाहनुहुन्छ तर यो डर लाग्छ कि मान्छेहरूले तपाईँको बारेमा के सोच्छन् के भन्छन्? मैले पनि कन्टेन्ट क्रिएसन सुरु गर्दा चाहिँ म चाहिँ यो सोच्थेँ कि भिडियो बनाउने त हो नि, अपलोड गर्ने हो, अरू त के नै हुन्छ र जस्तो हुन्थ्यो। तर रियालिटी भने छुट्टै नै हुन्छ साथीहरू। सबैभन्दा पहिले त आफूले आफ्नो डाउट क्लियर गर्नुपर्छ के। आफूले आफ्नो भोइस राम्रो लाग्दैन, फेस कसरी क्यामेरामा देखाउने होइन। अनि एउटा भिडियो बनाइसकेपछि 5 देखि 10 पटक सम्म रेकर्ड गर्ने, अनि फेरि डिलिट गर्ने, फेरि रेकर्ड गर्ने, अनि जब त्यो भिडियो चाहिँ पोस्ट गर्ने पालो आउँछ तब चाहिँ अनि स्पेसली चाहिँ आफ्नो आफन्तहरूले के भन्छ, साथीहरूले के भन्छ भनेर सोच्ने। नसोच्ने पनि कसरी भन्नु न साथीहरू, जब हामी भिडियो हाल्न थाल्छौँ मान्छेहरू हौसला दिने भन्दा पनि जज गर्न सुरु गर्दछन्। र कन्टेन्टहरू बनाउँदा चाहिँ हामीले चाहिँ के चाहिँ रेगुलर दिन सक्छौँ त्यो कन्टेन्ट बनाउने। र बिलिभ मी साथीहरू, डेली लाइफको कन्टेन्ट बनाउन पनि हामीले सोचे जस्तो देखे जस्तो सजिलो चाहिँ हुँदैन। र म त्यही देखाउँछु जुन मैले रियलमा जिएको हुन्छु र त्यही बोल्छु जुन मैले फिल गरेको हुन्छु।